सबैजना नमस्कार। आज चाहिँ राजु भ्लगमा सबैजना नयाँ भ्लग आउँदैछ। सबैजना है गाइजहरु सबैजना सन्चै आरामै हुनुहुन्छ। नमस्कार है। आज चाहिँ हामी यहाँ माने गाउँमा छौँ। हामी चाहिँ माने गाउँबाट सबैजना दृश्य देखाउन गइरहेको छु। सबैजना जोडिनु होला। चाहिँ हामी चाहिँ माने गाउँमा चाहिँ आज हामी चाहिँ टनल पनि बनाइएको छ र टनल हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ यहाँ टनल रेडी भइसकेको छ। हामी चाहिँ यहाँ माने गाउँमा चाहिँ तलको दृश्य हेर्न सक्नुहुन्छ है। तलको दृश्य हेर्न सक्नुहुन्छ। यताको पारी गाउँहरू यहाँ खेतीहरू लाउने गोपीको पनि छ। यहाँ सागसब्जीहरू सबै लाउने चाहिँ यहाँ चाहिँ टन्न तल चाहिँ यस्तो रहेछ। चाहिँ अब देख्न सक्नुहुन्छ। हजुर सबैजना हेर्न सक्नुभयो है। अब चाहिँ गाइजहरू सबैजनालाई हाम्रो नयाँ भ्लगमा स्वागत छ। हामी चाहिँ निरन्तर रूपमा भ्लगमा जोडिन्छौँ। आज किन राज थापाको भ्लग आएन किन आएन भन्नुहुन्छ होला है कसैले। चाहिँ हामीले चाहिँ आज चाहिँ टनल बनाएर भ्याएर चाहिँ माने गाउँबाट चाहिँ माने गाउँमा छौँ। चाहिँ हामी चाहिँ हजुरलाई दृश्य देखाउन गइरहेको छु। अब तल उहाँ पारि फेरि काठमाडौँ देखिन्छ। अब यता दक्षिणकाली भयो। त्यहाँ चाहिँ दक्षिणकाली पारिपट्टि हामी चाहिँ माने गाउँमा छौँ। अहिले चाहिँ काठमाडौँको दृश्य हेर्न सक्नुहुन्छ हजुर सबैजनालाई। अब यता चाहिँ खेतीहरू हुने यो चाहिँ हाम्रो टनल भयो। यताको हेर्नु पनि सक्नुभयो हजुर सबैजनालाई भ्लगमा गाउँछ। हामी चाहिँ यहाँ तल यताको बाटो दृश्य हेर्न सक्नुभयो। यसरी हेर्न सक्नुहुन्छ। यताको नि दृश्य हेर्नु। उहाँ चाहिँ काठमाडौँ उहाँ पर चाहिँ काठमाडौँ हो। चाहिँ हामी चाहिँ अहिले काठमाडौँ नानी अहिले बाहिर छौँ। चाहिँ नल नि यता हेर्न सक्नुहुन्छ। हामी चाहिँ यता चाहिँ अब यो सबैजनालाई भ्लग भन्दै सबैजनालाई थ्याङ्क यू। सबैजनालाई लाइक सब्सक्राइब गर्नु होला। यो च्यानलमा युट्युबमा पनि च्यानल हो सबैजना थ्याङ्क यू भन्दै।